नमस्कार सम्पूर्णमा म अनुपा लामिछाने फेरि पनि आज यहाँहरूमा एउटा कथा लिएर उपस्थित भएको छु र कथाको शीर्षक छ उज्यालो दिन। कथा यसरी सुरु हुन्छ। म सुन्नु यादव, म ठान्छु कसैले नि मलाई चिन्दैनन् होला। किन नचिन्नु म लुतेलाई, तर सबैले चिन्छन्। काले फुच्चे जो दिनहुँ सडकका पेटीमा फोहोरको डङ्गुरतिर रल्लिरहेको हुन्छ। भर्खरै 7 वर्षको भएँ अरे। मेरी आमाले भन्नुभएको। मेरी आमाको नाम चाहिँ सानी। आमा खत्रीकी छोरी अरे। बा त नाम लिन नै मन लाग्दैन। कहिल्यै पनि लात्तीले नभकुरी खाएकै नपस्ने, अनि बोली पछि नराम्रो शब्द राखेर बोल्नै पर्ने। झड्केलो भन्नुहुन्छ मलाई। भैँसी किन्दा सँगसँगै फ्रीमा आएको पाडो झैँ छुरे म। बा अर्कै हुनुहुन्छ रे मेरो, खै कहाँ हुनुहुन्छ कुन्नी। एक दिन आमालाई सोधेको, उनले पनि हकारिन्। त्यस दिनदेखि सोध्नै छाडे। म बिउजिँदा आमा बा दुवै रक्सीले टिल्ल भएर लडिरहेका रहेछन्। आजको रात हामी 3 जना एउटै पार्टीमा सुतेका थियौँ। हिजो एउटी आमैले बाटोमा हिँड्दै मलाई देखेर मायाले दिएको ओड्न पाएर म मक्खले सुतेँ। कति तातो आएको थियो। भोकले हो कि बिहानै मेरो पेट कुलकुल गरिरहेको थियो। यसो पार्टीबाट तलतिर ओर्लेको एक हुल कुकुर मलाई झम्टन आइपुगे। बेतोडले कुदेर बाछेउ पुगे। किन लठारिन्छ यो पाडो भन्दै बाले हकारे। आमाको छेउमा पुगेँ अनि फेरि पल्टिएँ। बाटोमा मान्छे आवत जावत गर्न थाले। नजिकै मन्दिरमा बिहानैदेखि घन्टी बजिरहेको थियो। मान्छेको चहल पहल बढ्न थालेपछि पार्टीबाट ओर्लेर मन्दिरको ढोकामा पुगेँ। ढोकाको चेपबाट मन्दिरमा चढाएको काँक्रो चिउरा चामलमा एकटकले हेरिरहेको थिएँ। पछाडिबाट कुन्सडको एउटा मोटे गोरे सेतो साह्रै चम्किलो गन्जी अनि जिनिसको कट्टु लगाएको मेरै उमेरको केटोले कोट्याइरहेको रहेछ। पुलुक्क हेरेको त आफ्नो हातमा भएको 10 को नोट मलाई दियो। मैले थापिहालेँ। भित्र मन्दिरमा पस्नलाई बाटो हेरिरहेको थिएँ। डराई त्यही केटोको पछि लागेर गएँ। केटोकी आमा रहेछन् क्यारे। तिनी बिछट्टै राम्री। अस्तिका दिन फोहोरका डङ्गुरमा भेटिएकी हिरुनीको पोस्टर भन्दा पनि राम्री। आँखै नझिम्काई हेरिरहेँ। पुजारी अर्को सानो मन्दिरमा पैसा झिक्न गएको मौकामा त्यहाँ छिरे। अनि काँक्रो चामल र चिउरा मजाले हातले भुइँबाट सोहोरेर मुखमा हालेँ। मिठो भएको सुरमा फेरि पनि त्यही अल्मलिएछु। पुजारीले कन्सिरीका रौँ बेसरी उखलेसी पो चाल पाएँ। तँलाई काँड, यहाँ छिर्छस् भन्दै सराप्न थाले। टाप दिएँ अनि एक फड्कोमा कुदेर फेरि पार्टीमा आइपुगेँ। बाले कता चुरोटको ठुटो पाएछन्, त्यही तानिरहेका थिए। आमाले पनि उठेर बोतल बटुल्न धोक्रो ठिक्क पार्न लागेकी रहेछिन्। म आमा नेर गएँ। हातको 10 रुपियाँ देखाएँ। आमा उज्याली भइन्। हिँड भरे यसैले केही खानेकुरा किनिदिउँला भन्दै नजिकको ढुङ्गे धारामा लिएर गइन्। तिरतिरे धारोको मैलो पानीले मुख धोइदिइन्। लर्खराएको खुट्टा, लरबराएको बोली। बिहानैदेखि किन खानु पर्ने होला यो रक्सी खाने पैसाले मलाई बिहान चिया र बन खान दिएको भए पनि त हुन्थ्यो। मन अमिलो हो। पखसँगै जाउँला, आज हनुमन्तेकै वरिपरि जाने है भन्दै बा आइपुगे। फोहोरको गाडी भन्दा पहिले जाने रे। बाको कुराले म फुरुङ्ग परेँ। गाडी आउनुभन्दा पहिले फोहोरको थैला खोतल्नुको मजा बेग्लै छ। बा कुकुर कुर्ने अनि बढी मानको लट्ठीले ती कुकुरलाई खेदाउने। हामी आमा छोरा झोला खोतल्ने। कति हुन् कति पोकै पोका। आमाले पोका खोतल्दै जाँदा भातको ठुलै डल्ला हात पारिछिन्। ला खा भन्दै मलाई दिइन्। लिइसकेको भातका डल्लाले मलाई पनि ले भन्दै बाले खोसेर लगे। हातमा भातका केही सिता मात्र टाँसिए। ज्या कस्ता रहेछन्, बालख छोरालाई दिनु नि। आमाले बालाई सरापिन्। खानै नपाए नि बालाई आमाले सराप्दा म खुसीले गजक्क पर्छु। म नजिकै आकाशे रङको झोला रहेछ। त्यसभित्र हेरेको त कति खेल्ने कुरा रहेछन्। कुनै पाङ्ग्रा नभएका गाडी, कुनै तार झिकिएको गिटार, कुनै पङ्खा हुत्तिएका हवाईजहाज, या मानको हल्का मात्र प्वाल परेको गजबको जकेट, ठुलो कालो सुरुवाल, बिहानको फुच्चे केटोको जस्तै सेतो तर अलि कम चम्किलो गन्जी। खुसीले उफ्रिएँ म। झोला ठुलै थियो, खोतल्न अझै बाँकी थियो। केही ससाना प्याकेटमा केही उब्रिएको दालमोठको धुलो। आजको दिन त
मात्रै उज्यालो होइन रहेछ, मन पनि उज्यालो रहेछ, बुझिस् बुढी, बाले भने। फोहोरको गाडी सिट्ठी फुक्दै आउन थाल्यो। बाले सकि नसकी झोला बोकेर पार्टीमा लगे। हामी बाको पछि लाग्यौँ। आज अन्त जानै नपर्ने भयो। सधैँ बस्न मिल्ने घर यस्तै पोकामा भेटिने भए कहिले खोलाको तिर, कहिले बस कुर्ने स्टप, त कहिले यस्तो पार्टीमा कुकुर जस्तै सुत्नु त पर्दैन थियो नि है आमा। मेरा कुराले आमाको आँखा न्यास्रो मनले मतिर फ्याँकिए। बाले नयाँ सुरुवाल टोपी पाए, मैले जकेट अनि धेरै कुरा। सामान त थुप्रो भेटियो, कहाँ पो राख्ने होला है यी सामान। म त खोपातिर लुकाउँछु सोचेर खोपा खोज्न थालेँ। बा नयाँ सुरुवाल लगाएर रक्सीवाला झुसिलो डकार निकाल्दै थिए। आमाले झोलाको पिँधमा पहिलो लामो डोरी जस्तै चम्किलो चिज भेट्टाइछन्। आमाले झोलाको पिँधमा पहिलो लामो डोरी जस्तै चम्किलो चिज जुन भेट्टाएकी थिइन्, त्यो त सायद त्यो चम्किलो केटोकी हिरोनी आमाले लगाएको जस्तै घाँटीमा लगाउने डोरी पो थियो कि। आमाले बासँग काने खुसी गर्दै थिइन्। मलाई पनि त खुसुक्क भन्या भए हुन्थ्यो नि त्यस्तै गरी। आमा पनि कस्ती रहेछन्। म जस्तो बच्चालाई यस्तो कुरा सुन्नु पर्दैन होला भनेर पर ठेलिन्। पर बसेर मैले हेरिरहेँ। बा र आमा खै के पो सल्लाह गर्दै थिए। बा पनि खुसी त देखिन्थे, तर ओठ लेप्र्याएर कान राता राता पार्दै ठुलो स्वरले भने, हामीले भेट्टाएको भए नि कसले पत्याउँछ? अनि फेरि कहाँ बेच्नु? चोरको दोष लगाएर पुलिस लगाइदिए भने म त जान्न। तँ सक्छेस भने जा। आमा ठुस्स परिन्। अनि झोलाको कुरा बगली भाको अघिकै स्वेटरमा घुसारिन्। अनि अल्मलिँदै बिस्तारै बजारको बाटो लागिन्। म पनि आमालाई पछ्याउँदै गएँ। बाले हकारेर बोलाए, आइज पाडो, यतै बस, आमा गएर आउँछे। म बासँगै आएर पार्टीको डिलमा बसेँ। मन दह्रो पारेर सोधेँ, बा, आमाले के भेट्टाइन्? बाले कानमा आएर सुटुक्क भने, सुन हो त्यो त सुन, बेच्न पाइए धेरै पैसा आउँछ। बाको मुख हेरेँ, खै किन हो मलाई बाको साह्रै पो माया लागेर आयो। बा, मैले बोलाएँ, बा, मैले बोलाएँ। बाले हेर्दै हेरेनन्। पैसा धेरै आएपछि मलाई पनि त्यो चम्किलो केटोको जस्तै गन्जी र कट्टु है। बाले भने, बालाई कोट्याएर फेरि भने, बिहान बिहान चिया र बन पनि है। बा बोलेनन्, मात्र भने। साँझ परिसक्यो। म पार्टीकै वरिपरि बसिरहेँ, उफ्रिरहेँ। कहिले सुटुक्क मन्दिरभित्र पसेँ। पुजारीलाई छलेर मन्दिरमा चढाएका सबै खानेकुरा सोहोर्दै खाएँ। बा आज कतै गएनन्। जति पटक हेर्दा पनि बा झोक्र्याएर आमा गएकै बाटोतिर हेरिरहे। म बेला बेलामा बासँग टाँसिरहेँ। किन हो मसँग एकपटक पनि झर्केनन्। बरु टाँक नभएको सर्ट मुसारेर लगाइदिए, कपाल पछाडि फर्काइदिए, कपडा मिलाइदिए। रात पर्नै आँटिसकेको थियो, आमा आएनन्। दिउँसो खेल्दा भेट्टाइएको जुन सिसा कलमको टुक्रा थियो, त्यही टुक्राले भुइँ कोतरिरहेँ। सुन बेचेर आएको पैसाले लगाएको जिनिसको कट्टु। अनि म केटो जस्तै, अनि मेरी आमा उसकी हिरुनी आमा जस्तै। बाले नि माया गर्लान् नि पक्कै। अब त मान्छेको आवत जावत कम हुन थाल्यो। आमा अझै आएनन्। बालाई सोध्ने आँटै आएन। म त बाकै काखमा गएर बसेँ, तै पनि पाडो भनेनन्। मलाई आज यी बा आफ्नै बा जस्तै लाग्यो। आमाको छाया परैबाट देखेँ। बा त मलाई पर सारेर आमातिर हुत्तिए। म बाभन्दा अघि आमासँग झ्याम्मिएँ। अनि आमालाई अँगालेँ। आमाले बोकेर मुहाई खाइन्। झोलामा झिल्किने कागजमा बेरेर भित्र पिठोको डल्लो ल्याइछिन्। बाले डल्लामा नहेरी सोधे, के भो, कहाँ गइस्, बेचिस्? आमाले नबोली सेता डल्ला भाग लगाइन्। म डल्ला पाएर खुसी भएँ। बाले फेरि सोधे, के भो, बेचिस्? आमाले मुख्नेर लगेको डल्लो तलै झोलामा राखेर थैलीबाट पैसा झिकिन्। अनि झर्किँदै भनिन्, 5,000 त दियो। साफ हकारेर पठायो। चोरी गरेर ल्याकी होलिस्, छिटो बाटो लाग भन्यो। अब यो बाटो नहिँडेस्, पुलिसलाई पोल लगाइदिन्छु। मैले तेरो करले मात्र लिएँ, अरूले भए यति नि दिँदैनथे भन्यो। छोड्देऊ, यही भए नि पाइयो। छोरालाई केही बरु कुनै नसकी बाले भने, उडुस हुन् सबै चुस्न पल्केकाहरू, गरिबलाई लुट्नेहरू, ढाडी उन्तिनै, अरू के बरबराइरहे। मेरा पेटले गरुङ्गो चिज भेट्टाएर होला छिट्टै निन्द्राले मेरा आँखा लोलाए। बामा रात छिप्पिँदासम्म पनि के गुनगुन गरिरहेका थिए। धन्यवाद।